सुन र श्रीमती। बाघले कुकुर मारेर बिरालोलाई गुण लगाएछ, बिरालोले मुसा मारेर मान्छेलाई गुण लगाएछ, मान्छेले मान्छे मारेर स्वास्नीलाई सुन लगाएछ। स्वास्नीको कचकचसँग न सरकारको कानुन चल्छ न त भगवानको दाल गल्छ। द्वापरमा परीक्षितले सुनमा कली बसाएर ऋषिको गलामा सर्प घुमाउनु भयो। त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर जङ्गलमा स्वास्नी घुमाउनु भयो। यही सितै जोगी भएर वनमा जाँदा किन चाहिएको छन्? कहाँ लगाउने गहना? भगवानको स्वास्नीलाई पनि सुनको त्यत्रो चाहना। अहिले पनि 40 किलो कि स्वास्नी ल्याउन 40 तोला सुन किन्नुपर्छ, अनि मात्र स्वास्नी खोज्न हिँड्नुपर्छ। यदि स्वास्नीको आवश्यकता भए त्यसलाई सुन चाहिन्छ, नत्र त्यसै अर्काको छोरीलाई स्वास्नी भन्न कहाँ पाइन्छ? मैले पनि बेहोरेको छु सुन र श्रीमती। अब सुन्नुहोस् मेरो आफ्नो घरको दुर्गति। भोकै बस्दा रोइनन्, दुःख पर्दा आत्तिनन्, 1 तोलाको औँठी बेच्दा आँसु दर्कियो। छोरा पाउँदा हाँसिनन्, घर किन्दा मस्किनन्, 2 तोलाको सिक्री किन्दा टोलै थर्कियो। कहिले होला धनको बास यो दुखीको खाली पकेटमा, मेरो माया स्वास्नीमा उनको माया सुनको लकेटमा। सुन र स्वास्नी जाने घरबार नजाने तरबार, सुन धेरै भए पनि ज्यान जोगाउन गाह्रो, स्वास्नी राम्री भए पनि आँखाको तारो। सुन नल्याए स्वास्नीलाई आफैलाई मार्ली भन्ने डर, सुन ल्याए ढाकाले स्वास्नीलाई मार्ला भन्ने डर। सदुपयोग गर्न जाने सुन अमरावती, स्वास्नी भगवती, नजाने सुन काल, स्वास्नी अनिकाल। हे सुन तेरो बैगुन, किन्दा मसक्क बेच्दा ठसक्क, पैसा भचक्क, दिए जाति नदिए नजाति। कुरा सुन्नुपर्छ अनेक भाँति, लोग्नेको मन स्वास्नीमाथि, स्वास्नीको मन सुनमाथि। हातमा बाला, घाँटीमा माला, नाकमा ताला, शिरमा शिरबन्दी, दर्जीले सिए लाउँछु भन्छन् सुनकै चौबन्दी। सुन भनेको स्वास्नी रहेछ, स्वास्नी भनेको सुन रहेछ। जोसँग सुन छ त्यसको राम्रो घर हुन्छ, जोसँग सुन छैन त्यसको स्वास्नी पहिले जाने डर हुन्छ। सुनकै दरीमा सुत्नु पर्ने भएर सुन्दरी भनेको होला, सुनको फुल पार्न सक्ने भए त सुनचरी भने पनि हुन्थ्यो। नपत्याए हेर्नुहोस् मान्छेहरू 70 वर्षको थोती, सुनले तानेको छ कानको लोती। केटीहरूले नाक कानमा लगाएको सुन सुत्दाखेरि पनि छोड्दैनन्, घाँटीमा लाउन पायो भने पुष्पमा पनि ओर्दैनन्। सधैँ स्वास्नीको मुखबाट सुनकै चर्चा, सुन्दा सुन्दा कानै सुन्ने गरी जबरजस्ती सुन्नै पर्ने भएर सुन भनेको हो कि? यो सुन भन्ने वस्तु र स्वास्नी भन्ने प्राणी देख्दा अब त मलाई सुन्तला नङ्ग्याउँदा पनि गहना खोल्या जस्तो लाग्छ। भैँसी कराउँदा पनि स्वास्नी बोल्या जस्तो लाग्छ। सधैँ सिक्रीको फिक्री, स्वास्नीको जिक्री, आनन्दसँग बस्न पनि रहर भयो। सुनसँग स्वास्नीको सहवास देख्दा कतै सुत्केरी हुँदा पनि सुनकै छोरा पाउँछन् कि भन्ने डर भयो। खै कुनी महाकविले पनि सुनमा के देख्नुभएछ? सुन र स्वास्नीकै कथामा मुना मदन लेख्नुभएछ। हुन त स्वास्नी बिनाको सुन पनि के काम हुन्छ त्यो डल्लो, सुन बिनाको स्वास्नी पनि त्यस्तै हुन्छ खल्लो। लोग्ने स्वस्थ सौन्जेल सुनको तिलहरी, मङ्गलसूत्र जस्ता माला बनाउँछन्। लोग्नेलाई रोग लाग्यो भने तुरुन्त मासेर बाला बनाउँछन्। रोगी लोग्ने कहिले मर्छ भर हुन्न, बाला बनाएपछि उनीहरूलाई डर हुन्न। त्यसैले स्वास्नीसँग सुनको परिमाण मिलेन भने त्यसको घर जम बेहाल हुन्छ। सुन धातुमा गहना उपसर्ग लगाएर स्वास्नी प्रत्यय जोडेपछि लोग्ने हरि कङ्गाल हुन्छ। स्वास्नीलाई सुन नक्कली के दिउँ के काम, नक्कली दिउँ के काम, त्यो आँखाको छारो। सक्कली दिउँ दिन सजिलो माग्न गाह्रो। छोरालाई टाइफाइड हुँदा मैले यस्तो भोग्या छु, 1 तोलाको चुरा बेच्न 3 चोटि ढोग्या छु। फगत उनकै इच्छामा मेरो तलब सबै सुन लभ भयो। सञ्चयको सुन कोष भयो, ओभर टाइम सुनभर टाइम भयो। अरू स्रोतहरू सबै डामाडोल भयो। स्वास्नीकै रिक्वेस्टमा गोल्ड क्वेस्ट खेले, त्यो पनि गोल भयो। तै पनि सुनले ढकमक्क पारे। घाँटीमा सुन, टाउकोमा सुन, छातीमा सुन, नाडीमा सुन, औँलामा सुन, गोडामा सुन, कम्मरमा सुन, नाक छेडेर सुन, कान छेडेर सुन। जता छेड्यो सुनै सुन, अब त खुसी भइन होला भनेर अब सुन किन्यो भने कहाँ लगाउने हगी? भनेको त 2 तोला किनिदिनुहोस् न, एउटा आँखाले हेर्छु अर्को आँखा छेड्छु भन्छे हेर्नुहोस् न। सुन र स्वास्नीको सम्बन्ध अविच्छिन्न छ, तर काम गुण चाहिँ भिन्न भिन्न छ। सुन काट्न मिल्छ, स्वास्नी काट्न मिल्दैन। सुन साट्न मिल्छ, स्वास्नी साट्न मिल्दैन। स्वास्नीले भात पकाउँछ, सुनले भात पकाउन्न। सुन बैंकमा राखे पैसा आउँछ, स्वास्नी बैंकमा राख्दा पैसा आउन्न। हामी स्वास्नीको शौकिनतामा जीवनमा जोखिमता बिरेर पुरुषत्वको हलाल गर्दैछौँ। स्वास्नीहरूको वास्तविक पति त सुन नै रहेछ। हामी त सुनलाई स्वास्नी र स्वास्नीलाई सुन मिलाइदिने दलाल मात्रै हौ। अब त मलाई ईश्वरले के चाहिन्छ भने अर्को जन्ममा सुन बनाइदेऊ भन्छु। पोतेको लुङमा उनी नपाऊँ, स्वास्नीको छातीमा झुन्डी नपाऊँ। सिद्धियो कविता अब हाँस्नी, जय जय सुन जय स्वास्नी। हजुर माता भन्छु यी नेताको छैन रहेछ काम।
लगाउँछौ धराक जन्त सामु नदेखाउ भोनाक कहिले भन्यो बारामुदेमा जाम 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 गिर्जा कहिले भन्यो मिलिजुली चलाम ए हो हजुर म त भन्छु यी नेताको छैन रहेछ काम ए हो हजुर म त भन्छु यी नेताको छैन रहेछ काम तपाईँ हामी एक हौं मालिक बन्ने सपना बोकेका ज्ञानेन्द्र बहादुरको हेरागति सद्दाम हुसेन जस्ताको खुस्कियो मती अर्का परवेज मुशर्रफको बिग्रिँदैछ मती डेन्टिङ पेन्टिङको भरमा बाँचेका शेर प्रधानमन्त्री हल्लाले चम्किएका प्रचण्ड आफूलाई सधैँ फरक देखाउने नेपालजी कहिले पनि मालिक हुने सपना नदेख कालीकोटमा जस्तै मोटर बाटो नपुगेका ठाउँमा पुर्याऊ नबस काठमाडौँ सबैजना गाउँ गाउँमा जाऊ गरिबी निमुखासँग माया प्रेम लाऊ घरै पछि रक्सी पसल डिस्को क्याबिन दोरी संस्कृतिको नाउँमा भयो साह्रै फोरी होइन नेपालका मान्छे गरिब होइनन् देशै गरिब हो होइन भने यिनका बाउले कहाँबाट ल्याउँछन् पैसा सधैँ दोरीमा धाएकै छन् रक्सीको झुममा पैसा फालेकै छन् डिस्को क्याबिन क्यासिनो दिनै बित्दै छिरेकै छन् मेरा बा काठमाडौँ नेपाल भनेको यही खाल्डो रहेछ यही खाल्डोमा सबै चिज भएपछि कहाँबाट होस् देशको विकास ए सबैले आश गरेका प्रचण्डज्यू आधा जति राजधानी रोल्पा बनाऊ केही कार्यालय दोलखाइला मोरङ सारा दाङ दैले कैलालीमा कल कारखानाको बजेट बाह्र अनि हुन्छ देशमा विकास त्यसपछि पाउँछ काठमाडौँले निकास भाका जति सबै काठमाडौँमा थुप्रेपछि फोहोर पनि थुप्रेमै नै भयो चक्का दाम नारा जुलुस पनि हुने नै भयो चोरी डकैती लुटपाट पनि हुने नै भयो त्यसैले काठमाडौँ जस्तै हरेक जिल्ला बनाऊ ज्वाला वाइचल तराई मुक्ति मोर्चा सबैले हातमा हात मिलाऊ हिमाल पहाड तराई कोही छैन पराई अर्थ नपर्छको राष्ट्रिय गीत त्यस्ता दावा गीत न कसैले बुझ्ने न त्यसको कुनै अर्थ न कसैले सजिलै गाउन सक्ने हुँदैन 1 2 3 त्यो राष्ट्रिय गीत हुँदैन अब यस्तो गीत गाउनु पर्यो नेपालमा लोकगीतको बाढी चला बेला लोकलयमा राष्ट्रिय गीत गाउनु पर्यो लौ सुन्नुहोस् नयाँ नेपालसँगै नयाँ राष्ट्रिय गीत ए श्रीमान उग्र नेपाली श्रीमती प्रफुल्ल पारी हे प्रचण्ड माओवादी वनवासी गिरिजा काङ्ग्रेस खाओवादी अरू कम्युनिस्ट फुटवादी रुवावासी हे राखुन खुवाई पालेर विदेशीले प्रजा शहीद हुन् पुलिसको लाठीले पुकारौ नारा जुलुसले हाम्रा नेपाली भाडाका नेताले वर्षौंदेखिको भुटानी शरणार्थी समस्या अमेरिका जाने दाउमा कतिले गरे तपस्या आखिरमा हिस्साबुढी किच्चा फेरि कुनै भारतीय चोरहरूको हात किन मार्छौ ती गौ प्राणीलाई तिनले कसको के बिगारे यही चोर साँच्चै न्याय दिन्छौ भने भारतीय पुलिसको बङ्गारा धारे आदरणीय श्रोता सचेत नेपाली हो गो फेरि नेपाल उँधो गतितिर गो क्षेत्र आन्दोलनबाट प्राप्त उपलब्धि आज कता गयो फेरि बोतल पुरानो रक्सी उही हो यो मेरो 7औं गाई जात्रे क्यासेट हो यो भन्दा आगामी 6 पटक खबरदारी गरे त्यो सब बेकार भयो नेता खराब भए पनि तपाईँ हामी सचेत हुने बेला भयो आफ्नो ठाउँमा सब जुटौँ भ्रष्टाचारी अत्याचारी घुसखोरलाई जसले जहाँ भेटे पनि कुटौँ साम्राज्यवाद सामन्तवादको जरो उखलौँ विश्वको नमुनाको देश नेपाल बनाऊ छाती फुल्लाएर सबको सामु इज्जत कमाऊ यो क्यासेट आफू सुनाऊ अरूलाई सुन्न लगाऊ डुप्लिकेटबाट सावधान तपाईँ हामी सबैको बडो सम्मान कमल गाउँलेको गाई जात्रे नमस्ते
बन्छ बन्छ देश तपाईँ हामी कस्ते सबैले गरौँ होस्टेमा हैस्टे नेपाल रहे हामी रहन्छौँ होइन भने दास बन्छौँ अर्को साल भेटौँला मनको कुरा पोखौँला यो विशुद्ध गाई जात्रा क्यासेट हो यसका शब्दले कसैलाई थच्छ फुच्छ पारेर हिँड्नु जय होस् तपाईँ हामी सबैको जय होस् म भन्दछु हेर कमल गाउँले बाबु म भन्दछु यो क्यासेटमा तिमीले भनेका कुरा सबै ठिक छन् किन ठिक छन् भनेर भन्दाखेरि ठिक छन् किन भन्दाखेरि मैले ज्ञानी भाइलाई पनि भनेको हो प्रचण्ड बाबुलाई पनि मैले भनेको हो म त त्यसै खराब मान्छे तर तिनीहरू त मान्नु पर्थ्यो नि तर म कमल बाबुलाई सोध्न चाहन्छु मेरो सबै खराब बानी तिमीले कसरी थाहा पायौ